या भाग्यले यस्तै बनाएको भनौँ कि अथवा राज्यले नदेखेको भनौँ। हेर्नुहोस् त कर्णाली र सुदूरपश्चिमको हिरा, उहाँका गीत कर्णाली र सुदूरपश्चिममा यति, कर्णाली भन्दा सुदूरपश्चिममा अति चल्थे। कर्णालीको कालीकोटको पाण्डव विष्टको हालत अहिलेको हेर्नुहोस् त यो अवस्था। एउटा चलेको एउटा एकदम चर्चित गायक मान्छे, एउटा सिङ्गर मान्छेको हालत अहिले यस्तो छ। एउटा कर्णालीको अथवा एउटा पश्चिमियाको एउटा हिराको एउटा यसरी शरीर अशक्त हुँदा आफ्नै घरको ओटाबाट खसेर मिरुदण्ड भाँचिँदाखेरि अथवा राज्यले गर्नुपर्ने उपचार हो, अथवा राज्यले नदेखे पनि केही कलाकारका केही सङ्घ संस्थाहरू अथवा लोकदोरी प्रतिष्ठानका केही अध्यक्ष भन्ने हुँदाहरूलाई यो चाहिँ भिडियो हेर्छन् होला कि हेर्दैन होला के, म त यो अचम्म मान्छु के। हेर्नुहोस् त अहिलेको उहाँको अवस्था। उहाँको आफन्त भन्नु कोही छैन, यसै त बाल्यकालको ठुलो मान्छे, त्यसै माथि पनि श्रीमतीले छोडेर गएको, त्यसै माथि पनि जनवाद कलाकार भन्ने जनयुद्धमा झन्डै उहाँको एकदम चर्चामा आएको मान्छे। उहाँको केही माओवादी भन्नु त यति युज गरेको एउटा उहाँको। अहिले ती नेताहरू कुन ठाउँ पुगेका होलान् क्या उहाँलाई जनवाद कलाकार भनेर पुरा पाण्डवजी हिँड्नु भन्ने गाउने, पुरा जनताहरूलाई प्रगत उमालेर ल्याउने गीत गाउने मान्छेलाई आज ती नेताहरू सत्तामा बारम्बार कैयौँ वर्ष सत्तामा बस्यो नि त। ती सत्तामा बसेका मान्छेहरूले अहिले उहाँको उपचार गरिदिनु पर्छ भन्ने चाहिँ थाहा होला कि होइन होला कि, म त अचम्म मान्छु कि। हेर्नुहोस् त कस्तो छ सडकमा अवस्था, हेर्नुहोस् त यो भिडियो। यो ब्याकग्राउन्डमा बजिरहेको छ नि गीत, त्यो पनि उहाँकै गीत हो। मैले ब्याकग्राउन्डमा साउन्ड पनि हालिदिएको छु, हेर्नुहोस् तपाईँले सुन्नु होला। यस्ता गीत बजारमा चार मान्छे छ्याप छन् उहाँको। तर त्यस्तो हिराको अवस्था यस्तो छ। र यो उहाँ कुनै सङ्घ संस्थाहरू मानवीय भएको अथवा मानवको सेवा गर्ने सङ्घ संस्थाहरू हुन्छ भनेपछि प्लिज उहाँलाई उद्धार गरेन घाँस बाँस कपास र उपचारको चाहिँ काम यति सहयोग चाहिँ गरिदिनु हुन म सबै नेपाललाई अनुरोध गर्न चाहन्छु। जय देश जय नेपाल।